मैले के भने त्यो एउटा मरेको सुकुम्बासीको प्रधानमन्त्री पनि बालेन नै शाह नै हो कि तपाईको मात्रै प्रधानमन्त्री हो कि राष्ट्रपतिको मात्रै प्रधानमन्त्री हो? मलाई जब साइबर बुलिङ हुन्छ छोरी मान्छेमा मेरो प्रधानमन्त्री बालेन्द्र शाह हो कि अर्कैको कि मलाई हाम्रो छुट्टै छ भन्दिनुस् हैन हैन भने अरूहरु भन्नुस् क्या त्यो सुकुम्बासीको पनि प्रधानमन्त्री छुट्टै छ त्यसको दुईटाको ज्यानको जिम्मा सरकारले लिनु पर्दैन भन्नुहुन्छ भने ती 19 जनाको पनि त केपी ओली हैनन् होला नि त। सुन्नु न सुकुम्बासीको र त्यो विद्यार्थी आन्दोलनको पाटै फरक हैन मान्छे मर्नु एउटै हो त हामी ह्युम्यानिटी मात्रै मलाई आउँदैन राजनीति सर तपाईं अहिले यो दुई चारवटा भ्युजको लागि कन्ट्रिब्युसन बनाएर काम छैन मैले के भन्दै छु ह्युम्यानिटी हैन ह्युम्यानिटी नमरोस् हैन ह्युम्यानिटी नमरोस् इट्स नट अबाउट पोलिटिक्स ह्युम्यानिटी नमरोस् दुई जना मान्छे भए पनि मरेको छ तपाईको घरको कसैले आत्महत्या गरेको भए तपाईलाई अहिले गाह्रो हुन्थ्यो क्या मर्नेको लागि राज्यको लागि यो 8 महिना केही हैन तर ती घाइतेहरु जुन भयो नि तिनको लागि 8 महिना ठूलो कुरा हो बेडमा हस्पिटलमा छटपटिरहेको बिरामीको लागि ठूलो कुरा हो त्यो बुवा जसको 17 वर्षको एउटा छोरा मात्रै ढाड थियो नि त्यसको छोराले आत्महत्या गर्नु भनेको त्यो बाउको लागि ढाड कुरा हो जबसम्म राज्यले इन्डिभिजुअल सोच्दैन नि हो त्यही हो यो पोलिटिक्स हैन के यो ह्युम्यानिटीको डिबेट हो यो पोलिटिक्स हैन तपाईमा त तपाईको घरको मान्छे नझुन्डिउन्जेलसम्म मान्छे झुन्ड्यो भन्ने यादै छैन तपाईलाई तपाईले यो कुरा गर्नै सक्दैनन् झन् राजनीति गर्नेले मात्रै राजनीति जान्थ्यो भने तपाईले अहिले भर्खर ल्याएको कतिवटा एमपीहरु हुनुहुन्छ नि राष्ट्रपालले ल्याएको त्यसलाई त आफ्नो क्षेत्रको क्षेत्रफल पनि थाहा छैन के कुरा गरे राजनीति गर्न नजान्ने त बाटोमा आएर चिच्चाएर सिक्ने हो त्यहाँ सदनमा गएर के गर्न सके र अहिले बोल्न सकेछ त्यही गरिब कम्युनिटीबाट गएको हैन तिनीहरु समानुपातिक कोटामा गएको मान्छेहरु बोल्नु पर्ने हैन अहिले खै त बोल्दैन क्या हामी नै बोल्छौं तपाई पनि गरिब हो म पनि गरिब हो एकअर्कालाई त भन्छौं नि कहाँ सुन भएको मान्छेलाई भन्न सक्छौं त हामीले।